अब हामीले तपाईँहरूले अस्तिको पार्टमा देख्नुहुन्छ हामीले टिप्पर चलाएको थियौँ, तर योचोटि हामीले त्यो टिप्परले कति धेरै बिग्रेर योचोटि चाहिँ हामीले ट्रक किनेको छौँ। हेर्न सक्नुहुन्छ होला हाम्रो ट्रक चाहिँ यस्तो थियो। आज फेरि हामी कहाँ जानुपर्ने त्यो चाहिँ ठाउँको नाम चाहिँ मलाई थाहा छैन। अब हेर्दै जाउँ न, म्याप मोबाइलमा गुगल म्याप चाहिँ त्यो हेर्दै जानुपर्छ। ल साथीहरू, हामी गाडीमा बसिसक्यौँ। अब गाडीको इन्जिन पनि स्टार्ट भयो। र साथीहरू, अब हामी जाँदैछौँ यात्रा गर्न। ल साथीहरू, बिचरा ब्याक गियर लगाएको छ। र साथीहरू, योचोटि चाहिँ फेरि मेरो सानो भाइ पनि आइपुगेको छ। हेर्न सक्नुहुन्छ होला। यिनी हेर्नु न साथीहरू, यस्तो झ्याल लगाउने खोल्दैन म। ल साथीहरू, हेर्नु न योचोटि चाहिँ पिछबाट हेलिकप्टरबाट आउनु नि। फेरि बिमारी बस्छ। हेर्नु साथीहरू, न यस्तो बाटो आइपुग्यो। ए, रङ साइड पो जाँदो रहेछ म त। अरे पुलिसले खेद्छ नि साथीहरू, त्यसैले साइड हो। ल साथीहरू, राइट साइडै रहेछ। हेर्न सक्नुहुन्छ, अहिले हामी यसरी गाडी चलाउँछौँ। यिनीखेरि यिनीहरूलाई गाडी चलाउनु आउँदैन जस्तो लाग्दैन क्या। यहाँ गाडी रेडुलाई साथीहरू हेर्न सक्नुहुन्छ, बल्ल ग्रिन लाइट बल्ल अब जानुपर्ने। साथीहरू हेर्नु न, कति चोटि चाहिँ यस्तो सानो टर्न चाहिँ गाडी यस्तो ठोक्कादै काट्नुपर्छ साथीहरू। फ्रन्ट लुक चाहिँ यस्तो छ मेरो गाडीको खुद्दा, पछाडिबाट यस्तो देखिन्छ। हामी आधा बाटो आइपुगि नै सक्यौँ। हेर्नु न भने म यस्तो अप्ठ्यारो हुन्छ म गाडीको हेर्नु मलाई थाहा छैन। ल साथीहरू, नि हेर्नु सक्नुहुन्छ, हामी आधा बाटो आइपुग्न आँट्यौँ। उनी मान्छेहरूले के भन्दैछ सुन त, लिफ्ट दिनु अरे, दिनु त होला नि होइन लिफ्ट। दिनु न। कति रुपियाँ? आज योचोटि 500। ल साथीहरू, मान्छेहरू सबै चढी पनि सक्यो गाडीमा। अब हामी जाँदैछौँ। साथीहरू हेर्न सक्नुहुन्छ, अघिकै बाटोबाट घुम्नु पर्ने बेला भयो। साथीहरू, न गाडी यत्तिको कुदिरहेको छ नि यार। अरे साथीहरू, झन् नै गाडी ठोक्किनु भयो। त चाहिँ के खेल्नु पछाडि हेर्न बाटो। गाडी ठोक्किन्छ अहिले घरतिर। ओए, हामीले ठोक्यो। साथीहरू हेर्नु न, यहाँ गाडी यस्तो अप्ठ्यारोबाट कुदाइराख्नुपर्छ। साथीहरू हेर्न सक्नुहुन्छ, गाडी यस्तो पनि देखिन्छ हाम्रो चाहिँ। साथीहरू, खोला हेर्नु, खोला देख्नुभयो होला नि। साथीहरू हेर्नु, बसहरू यस्तो कुद्छन्। अनि म्यापले चाहिँ यतै देखाउँदैछ नि, साउले पुऱ्याइदिएको। साथीहरू हेर्न सक्नुहुन्छ, पानी पनि पर्न थाल्यो। अब ढोका पनि लगाऊँ। यसो भएको छ। अब साथीहरू, पानी चाहिँ ठुलो पर्दैछ। साथीहरू, यो पानी परेको बेला गाडी कुदाउनु चाहिँ यस्तो मजा आउँछ कि लास्टै मजा आउँछ यस्तरी पानी परेको बेला गाडी चलाउनु। तँलाई मजा आइरहेछ? त्यो झ्याल तानै पानी भिज्ला नि साथी। साथीहरू हेर्न सक्नुहुन्छ, यस्तो बाटो छ। हेर्नु न, यस्तो पानी परेको बेला चाहिँ गाडीहरू यति धेरै आउँछन् कि गाडीको बाटो चिप्लिन्छ। त्यो त हेभी ड्राइभर होइन नि।
साथीहरू उता खोला हामी खोला ओसियन साथीहरू ओसियनको भ्यू लिने अनि चल्दिने ल साथीहरू चल्दिउँ ढिलो हुन्छ फेरि 500 रुपियाँ उठाएर राखेँ मान्छेहरूले उठा दिनु 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 तपाईँ सबैलाई दिने ल दिनु 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 तपाईँ पनि दिनु जाले म ड्राइभर सबैजना हाले म चाहिँ ड्राइभर हो त पर्समा हाल मेरो हालिदिए गनी पहिला गर्छु 18,000 1800 होइन नि 2500 आयो साथीहरू हामी चाहिँ बजार तल ठाउँमा पनि आइपुग्यौँ अब यही नै गर्छु मेरो भ्लगको एन्ड ल साथीहरू थ्याङ्क यू लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला थ्याङ्क यू साथीहरू यहाँ भित्र हालिदिनु होला क्या गाडी पनि चालुहरू हालिराख्नुपर्छ साथीहरू नै हाल्नु न ल साथीहरू बाई बाई लाइक र सब्सक्राइब चाहिँ नबिर्सिनु हाल्दैन थ्याङ्क यू